हुनुहुन्छ बुढो बाजे मेमे लासो लासो ल ल एकचोटि लो श्याम दाइ एकचोटि रन्काइदिनु लो हो नमस्ते साथीहरू नमस्ते तपाईँहरूलाई कस्तो छ सबैले सन्चै होला आजबाट चाहिँ अब दसैँको चालपाल पनि सुरु भयो हामी चाहिँ आजबाट पुरै दसैँलाई भव्य तरिकाले मनाउने सोचमा हिँडिरहेको छु अब एकछिनपछि हामी चाहिँ सबैजना यहाँ रमाइलो गर्छौँ यो भिडियो तपाईँहरूले सबैजनाले अन्तिमसम्म हेरिदिनु होला तपाईँहरू सबैजनाले माया पनि गरिदिनु होला यता हाम्रो बुढी पनि भाँडा माझ्दैछन् आज दसैँको बेलामा चाहिँ जोस् मौसम चाहिँ पुरै सफा भइरहेछ अहिलेसम्म चाहिँ दसैँको माहौल चलेको के हो हिजो अस्ति त बर्खा लागिरहेको थियो अहिले त पुरै मौसम सफा भइरहेछ भोजको लागि पनि पुरै तयारी भइसक्यो यता अङ्कल हुनुहुन्छ यता भाउजू पनि हुनुहुन्छ दाई हेर्नु त आजको लागि भोजको लागि मासु पनि भोजकै लाग्यो यो मासु पनि भोजकै लाग्यो मेरो बुलेट पनि यहाँ पूजा गरिसकिसकेको रहेछ बुलेट त खतरा छ नि फेरि ल यता हाम्रो कृति बहिनीले पनि अब पूजा गरेको प्रसाद लिएर आएछ अब खाइदिनु पर्यो यता चाहिँ हाम्रो के भएको यो अनुहार के भएको बहिनी तिम्रो अनि के छ त कृति बहिनी एकदम ठिक छ यता अचारको लागि मुला कटिङ गर्दै अङ्कलले फेरि हाम्रो मासुको लागि मसलाहरू पिन्दै हुनुहुन्छ सिलौटोमा खानै पर्यो भाइ खानु पर्यो दसैँ हो चाहिँ हाम्रो कुलदेउताको लागि दसैँको भोज अनि यता हाम्रो बाजे हुनुहुन्छ बुढो बाजे मेमे लासो लासो ल ल मेमेले खानुभयो ल ल यता हाम्रो आमा पनि हुनुहुन्छ के हो यस्तो हामी त यहाँबाट 4-5 ठाउँमा खाने हो अब उतापट्टि खानुपर्छ ओ दसैँको रमझम चलिरहेछ अलिकति अङ्कलहरूलाई सहयोग गर्नुपर्ने छैन हिँडिया छ के भएको यस्तो के भयो यसरी भएन नि त यार ठिक भनौँ कि ठिक नभनौँ कोही भतिजै आउँदैन दसैँको माहौल अब एकदम राम्रै चलिरहेछ अब तिम्रो चाहिँ अब अनुहारले चाहिँ दसैँ चले जस्तो देखेन मैले छोरालाई साइकल ल्याइदिएको छोरा आफ्नै धुनमा छ लाग्छ यता हेर्नु त छोरा यता हेर्नु त र यता हेर्नु हाय गर्नु श्याम दाइ अनि के छ त तपाईँको हाली ल एकचोटि लो श्याम दाइ एकचोटि रन्काइदिनु लो श्याम दाइ अनि दसैँ कस्तो भइरहेछ त श्याम दाइको रोस्ट बनाउँदैछ ल हेर्नु अनि रोस्ट कस्तो हुँदैछ त भाइ दामी छ दामी ल एकछिनपछि चाहिँ हामी अब भव्यको साथ रमाइलो गर्नुपर्छ है भाइ है अब यहाँ हरेक चिज पाक्दैछ यता रोस्ट पाक्दैछ भने उता मासु ग्रेभी हुँदैछ अचार बन्दैछ आइटम थुप्रै छ अनि भाइ कति खाने त आज
यता चाहिँ के पाक्दैछ? यहाँ अब त्यो भुटन बनायो भतिज होइन, भुटन बनायो, रक्ती बनायो, अब यो मासु पुरा फ्राई गरेर ग्रेभी बनाउने रोस्टरले माथि पाक्दैछ। त्यसपछि हाम्रो लगभग पाक्ने काम सकिन्छ। अब यो पुलाउ होइन, हाम्रो चिउरासँग मिलाउने हो। त्यसलाई झोल बनाउँदैन, त्यसको अलिकति ग्रेभी बनाउने लगभग सकिन्छ। अब अन्तिम के हो? त्यसपछि दसैँको रमझम सुरु हुन्छ, खानेकुरा भोजहरू होइन त? हामी अब सँगै बसेर खाने त्यही हो। अनि उ गर्ने के यो भतिज चाहिँ लास्टै अल्छी मान्छे छ। अब यसो सघाउनु भनेको अब जिम गरेर बस्ने, बिहान हो भाइ जिम गर्ने टाइम हो यो। के हो भाइ हट मोबाइल खेल्छ। यो खाना नि कसरी पच्या होला। पाकेर सक्यो। अब चाहिँ सबैजना खानाको लागि यता पस्किँदै हुनुहुन्छ। आइटमहरू गपडारी ड्राइभर ल हाम्रो मेमे र हाम्रो डनमाइली। यता हाम्रो म्लाङको अर्दाई। रमेश अन्दी के छ मेरो यो बडा दशहराको उपलक्ष्यमा हाम्रो आजको पूजा रहेछ। उपलक्ष्यमा हामी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यो मान्छेलाई चिन्नुहुन्छ तपाईँहरूले? ल तपाईँहरूलाई आजको यो भोज कस्तो भइरहेछ? ल हेर्नु, तिनजनै बराबरी छ। नाखाँदै लाइनु भैँसी जस्तो छ। खाएपछि झन् कस्तो हुने होला यो? हेर्नु त। ओहो ज्यान हेर्नु, ज्यान खाइ लाग्दो। आम्मामामा हेर्नु न। ज्यान हेर्दै मान्छे जिउँदै खाला जस्तो छ। मान्छे हेर्नु त, दाना पानी कस्तो छ उहाँहरूको। मान्छे सानो भए पनि खानपिन चाहिँ खतरा छ यो छोराको। छोरो पुग्नु भयो? ओहो के भयो? खाजा पुग्यो? यो बुढालाई कसले भित्र छिराउनु भएको? यसपालिको दसैँको छाला सबै लानु भइसक्यो होइन? अनि जुत्ता त फेरि कहाँ उसको कपडाको लगाउनु भएको छ? त्यसरी भएन नि यार। ल है साथीहरू, आजको हाम्रो भोजको कार्यक्रमहरू पनि लगभग सकिसक्यो। ल वर्ष दिनको एकचोटि आउने दसैँमा जे होस् आज राम्रै तरिकाले रमाइलो भयो। सबैजना सँगै भेट्यौँ। अब तपाईँको एक वर्षदेखि कोही कता हुन्थ्यो, सबैजना सँगै बसेर रमाइलो गर्न पायो, यही खुसी लाग्यो। तपाईँहरू पनि दसैँ तिहार राम्रोसँग मनाउनु होला। अब 2 दिनको जिन्दगी हो,
कतिखेर के हुन्छ के थाहा हुँदैन। त्यही भएर नमरुन्जेलसम्म यसरी अरूसँग रिसडाह नगरेर एकअर्कामा मिलिजुली गरेर सबैजना दसैँ तिहारहरू राम्रोसँग मनाउनु होला। ल यति नै भन्न चाहन्छु र मेरो यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र माया पनि गरिदिनु होला है।